टर्की आउँदै हुनुहुन्छ भने चाहिँ एकदम चाहिँ होसियार पुऱ्याएर आउनु है, किनकि अस्ति भर्खरकै न्युज हो होइन, एकजना दाइ चाहिँ होइन रुँदै कराउँदै मिडियामा आउनु भएको रहेछ होइन, उहाँलाई चाहिँ एजेन्टले चाहिँ 5,70,000 पैसा लिइसकेको रहेछ होइन। अनि उसलाई चाहिँ काठमाडौँ बोलाएर अनि एउटा होटेलमा राखेर रहेछ, होटेलमा पनि के भनेर राखेर रहेछ भने अब 18 दिनदेखि क्या खानाहरूको पैसा मै दिन्छु त चिन्ता नगर भनेर राखेछ होइन। टिकट फेरि क्यान्सल भयो भन्दै फेरि 5 तारिकबाट पनि सार्दै गरेर राखेको रहेछ। अनि त्यहाँबाट फेरि होटेलको चाहिँ कति भयो भने 18,000 भइसकेछ क्या, खाएको बसेको 18,000 भइसकेछ। अब 700 रुपियाँको अब खानासाना अब होटेलमा त त्यस्तै हुन्छ, महँगै हुन्छ नि त, त्यही पनि काठमाडौँमा होटेल बस्नु पऱ्यो भने त है। अनि त्यसपछि के गरेछ भने एजेन्ट नै फोनै उठाएन छ क्या, तेरो ल है अब आयो अब फ्लाइट छ भनेर एजेन्ट नै फरार, छैन एजेन्ट नै है। तपाईँहरू पनि एकदम होसियार पुर्याउनु है। कति मान्छेहरूले चाहिँ मलाई इनबक्समा भने गर्छन् होइन, लाइभमा आउँदा पनि लाइभमा भन्छन्, जतिखेर पनि सोध्नुहुन्छ क्या मेन पावरको नाम भनिदिनु हेर्नु है दाजुभाइ दिदीबहिनीहरू होइन, मलाई मेरै मेन पावरको भरोसा छैन मेन त है। साह्रो गाह्रो पार्दाखेरि मलाई नै मेन पावरले हेरेको छैन, मेरै मेन पावरले है। तपाईँले मेरो मेन पावरको नाम दिएर म तपाईँलाई के गर्नु। तपाईँहरू आउँदै हुनुहुन्छ भने तुर्की मात्रै होइन है, यो चाहिँ के भएको नि तुर्कीको बारेमा थियो होइन, ब्रेकिङ न्युजहरू आएको थियो। यो तुर्कीको लागि होइन, चाहे तपाईँ जुनसुकै कन्ट्री जानुहोस् एकदम बुझेर जानुभएको है। भन्छ नि एजेन्टतिर नलाग्नु, एजेन्टले के भन्दो रहेछ थाहा छ, होसियार हुनु है। उहाँ दाइले भन्दै हुनुहुन्छ एजेन्टले अफिसमा गएपछि के गर्दो रहेछ भने एजेन्टले राख्दो रहेछ क्या, हाम्रै हो अफिस, हाम्रै हो यो अफिस, हामीलाई यहीँ अप्लाई गरे भन्दो रहेछ। त्यसको पछाडि नभाग्नु है, तपाईँले बुझ्नु मेन पावर कस्तो छ, यस्तो फ्लाइट साइड लिएकोमा नजानु होइन। अब भन्नु न पुरै घरै भाडामा लिएर बसेको धेरै लामो लङ टाइमदेखिको मेन पावर हुन्छ नि, माथि फ्लोरमै गएर बुझिओरिकन मात्रै अप्लाई गर्नु है। नआत्तिनु, तपाईँको दाजुभाइ दिदीबहिनीहरू जोसुकै आउँदै हुनुहुन्छ होला, जहाँसुकै जाँदै पनि हुनुहुन्छ होला है, त्यही भएर कृपया बुझिकन मात्रै जानुहोस्, किनकि यो दाइको जस्तो मात्रै हुन्छ है। मेन पावरले भन्छ के भन्दो रहेछ भने उसको टिकट पनि भएको रहेछ, अनि सबै उसको कामसाम टर्की जाने सबै डकुमेन्ट रेडी छ, सबै नक्कली होइन, सबै सक्ली छ है। तर के छ, एजेन्टले पैसा लिएर फरार भएको छ। हेर्नु है, उहाँको मात्रै 5,70,000 खाएन, कतिजनाको पैसा लिएर गयो होला क्या, एकजनाको मात्रै लिएर त जाँदैन नि, ऊ अब कता गयो होइन, अब कता हरायो होला हेर्नु। किनकि त्यत्रो पैसा पनि उसले पनि एकजना दिदीकोबाट लिएको रहेछ होइन, अब टर्कीमा गएर कमाएर दिन्छु भनेर, जो पनि ऋणै त माग्ने हुन्छ नि त होइन र। त्यही भएर तपाईँले बुझ्नु है, त्यो पैसा ऋण काटेर आउने हो तपाईँहरू पनि होइन। कतिले आफ्नै पैसा हालेर पनि आउनुहुन्छ, तर एकदम होसियार पुऱ्याएर आउनु होइन, न यो दाइको जस्तै होला। त्यही भएर तपाईँले सचेत रहनु भएको होस् भनेर मैले भिडियो बनाएको छु। मेन पावर सोध्ने भन्दाखेरि पनि तपाईँ आफैले बुझ्नु र कहाँनिर ठिक हुन्छ त्यो आफैले नै गर्नु है। अब सबै कुरा चपाएर दियो भने त अब निल्न मात्रै त के राख्नुहुन्छ र होइन, आफै पनि चपाउन पनि सिक्नुपर्छ। त्यही भएर राम्रो मेन पावर खोज्नु, एजेन्ट भेट्नु भएछ भने पनि राम्रो एजेन्ट भेट्नु। सकेसम्म म भन्छु एजेन्टलाई तिर पनि नजानु, मेन पावर सबभन्दा अब पुरानो भएको त्यसले राम्रो काम गरिराखेको होइन, त्यो मेन पावरमा गएर मात्रै हो है। एजेन्ट तर्फबाट प्रायः कोही पनि नआउनु है, मेरो फलोवर्सलाई म यही भन्छु र यो जतिले भिडियो हेर्नु भएको छ उहाँलाई पनि यही भन्छु है। थ्याङ्क यू सो मच मेरो भिडियो हेर्नु भएकोमा। नयाँ हुनुहुन्छ भने फलो सब्सक्राइब गरेर युट्युबमा गएर चाहिँ नबिर्सनु है। बाई।